मैले चाहिँ ठुलो स्वरले बोल्न जाने चाहिँ यति मात्रै हो। अब बाँकी चाहिँ म बिस्तारै बोल्छु। म चाहिँ सन्तोष श्रेष्ठ, मेरो स्थायी घर चाहिँ काभ्रे पनौतीमा पर्छ। अहिले मेरो बसोबास चाहिँ गोवाको भयो। हामी ललितपुरको 3 जना हुनुहुँदो रहेछौँ। र त्यो सँगसँगै मेरो पेसागत रूपमा म चाहिँ सहकारी कर्मी। म चाहिँ लामो समय लगभग 17 वर्षसम्म एउटै पेसामा आबद्ध छु। यो जागिरले केही हुन्न भनेर थाहा पाउँदा बावजुद पनि कतिपय परिस्थिति चाहिँ छोड्न नमिल्ने, अब त्यस्तै अब चाहिँ जानेको पेसा यी यावत कारणले गर्दा चाहिँ त्यो छोड्न नमिलेका कारण बावजुद पनि त्यो सँगसँगै मैले चाहिँ अन्य पेसा पनि गर्छु। त्यो सँगसँगै मेरो बिहान इमाडोलमा समिट डान्स स्टुडियो भनेर म बिहान 5 बजेदेखि जुम्बा क्लास गराउँछु। त्यो सँगै अर्को भनेको म चाहिँ अहिले चन्द्र ढकालको कुरा गर्नुभयो। चन्द्र ढकाल चाहिँ हाम्रो आइएमई लाइफ इन्सुरेन्स कम्पनीको म चाहिँ एजेन्सी म्यानेजर, त्यसको चाहिँ म चाहिँ बिमा एडभाइजर पनि हो। र त्यो सँगसँगै अब अरू भनेको चाहिँ अब यो सहकारीमा चाहिँ बढी समय दिइन्छ दिउँसभरि चाहिँ। यस्तो अवस्थामा पनि सहकारी यहाँसम्म ल्याइया छ, टिकाइया छ भन्नुको मतलब राम्रै चाहिँ म्यानेजमेन्ट गरेर चाहिँ अगाडि ल्याएको छु भन्ने चाहिँ आफू फिल हुन्छ। अर्को कुरो भनेको यहाँ चाहिँ अब केही सिकिन्छ कि भनेर भन्दा म चाहिँ सिक्नैको लागि आएको हुँ। पक्कै सिकेर जानेछु। यदि चाहिँ जुनै हालतमा पनि अब सिक्न आइसकेपछि हाम्रो प्रपरली कति 1 घन्टा 1.5 घन्टा कति घन्टा हुन्छ त्यो समय चाहिँ म यहाँ दिएर चाहिँ यहाँबाट दिने जति कुरो छ त्योभन्दा बढी नै लिएर जाने चाहिँ अभ्यास लिएर आएको छु। अरू केही छ भने अब क्वेसन गरौँ। हजुर, मेरो इमाडोल ठ्याक्कै कृष्ण मन्दिर नजिकै मेरो चाहिँ जुम्मा भयो। म बस्ने इमाडोल जाने बाटोको ग्वारको कोलोनी नजिकै तरकारी बजारको अपोजिटमा। सरी के भन्नुभयो? ए ओके, यो जोइनिङ गर्नुको उद्देश्य चाहिँ कस्तो हुन्छ भने अब हामी चाहिँ अब सहकारीको लागि त अब पर्फेक्टली लगभग मैले 17 वर्ष चाहिँ समय बिताइसकेको छु। सहकारीको लागि त ए टु जेड जताको क्वेसन आयो नि जस्तो तरिका आयो भने 2 महिनाको हिसाबै बिग्रियो भने त्यसलाई सोल्युसन गर्न म सक्छु। एकै हप्ता एकै दिनमा पनि धेरैवटा चाहिँ त्यो हेर्न बित्तिकै देखिन्छ धेरै कुराहरू। लामो समय एउटै फिल्ममा आबद्ध भएको भएर अब यो पब्लिक स्पिकिङमा चाहिँ मैले चाहिँ यहाँ चाहिँ सिक्न अथवा यहाँ चाहिँ म किन सिक्न आयो भन्दाखेरि चाहिँ कतिपय परिस्थिति कस्तो हुन्छ भने धेरै कुरा बोल्छु भनेर चाहिँ लाग्यो होइन त कहाँ के छोड्छ। त्यस्तो डराएर होइन कि त्यो खोइ अभ्यास अलिक कमजोर हुनसक्छ जस्तो लाग्छ। किनकि अब हामी चाहिँ सहकारीमा चाहिँ धेरै कुरो बोल्न पर्दैन। कर्मचारी जीवन भने त्यही नै हो। 12 वर्षमा एकचोटि चाहिँ अब चाहिँ यसो चाहिँ साधारण सभा भयो भने बोल्न पर्ने हो, नत्र भने मिटिङमा चाहिँ सामान्य 2-4 जना सधैँ भेटिरहेका साथीभाइसँग चाहिँ कुराकानी हुने हो। त्यसमा चाहिँ त्यस्तो चाहिँ डर हुने, त्यस्तो चाहिँ अप्ठ्यारो फिल हुने भन्ने कुरो हुन्न। जब चाहिँ अब वर्षको एकचोटि साधारण सभा आउँछ अब त्यहाँ के भन्नलाई चाहिँ तयारी गरेर हिँड्छ के छोड्दैछु ठिक यो त भन्नै बिर्सिन्छु भनेर चाहिँ कार्यक्रम सिद्धेपछि त्यो फिल हुन्छ कि त्यस्तो चाहिँ पछुतो नहोस् भनेर चाहिँ मैले चाहिँ यो क्लास जोइन हुन खोजेको। त्यो सँगसँगै अब धेरै कुराहरू चाहिँ ठ्याक्कै कतिपय कुराहरू चाहिँ मलाई धेरै कुरा थाहा हुन्छ। म अलिकति पुस्तक अलिक बढी नै पढ्ने मान्छे। त्यो ठ्याक्कै त्यो दिनुपर्ने बेला चाहिँ ठ्याक्कै त्यो समयमा चाहिँ उत्तरै आउँदैन कि एकछिनपछि चाहिँ त्यो ठ्याक्कै समयभन्दा बाहिर गइसकेपछि चाहिँ यो भन्नुपर्ने त भनेर त्यो बल्ल पछि मात्रै आउँछ कि त्यसमा मतलब इन टाइममा चाहिँ हरेक कुराको जवाब चाहिँ दिनको लागि पनि अब यसले केही न केही राहत चाहिँ पक्कै दिन्छ होला भन्ने अपेक्षाले चाहिँ आएको छु। अब अन्य कुरोहरू त हामी बिमा एडभाइजर रहेको थिएँ। धेरै कुरा चाहिँ क्वेसन आउँछ त्यसको चाहिँ अब एन्सर दिनुपर्ने हो। नेपालमा सबभन्दा बढी क्वेसन आउने बिमा कम्पनीहरूमा हो।